Hi everyone, welcome to my mini vlog. र आज चाहिँ म भोइस ओभर गर्दैछु। हामी हस्पिटलतिर जानु लागेको थियो किनभनेदेखि चाहिँ बाबु र म खेलिरहने क्रममा मेरो आँखामा चाहिँ झुक्केर बाबुको नङले लागेको थियो। त्यही भएर हामी चाहिँ हस्पिटल चेकअपको लागि जाँदै थियौँ। अनि दिन यस्तो नराम्रो थियो, हामी त्यस्तै बिहान खाजासाजा खाएर जाँदै थियौँ। अनि दिनभरि एकछिनमै पानी पर्छ, फेरि एकछिनमै अलि पानी बिदोउने त्यस्तो भइरहेको थियो। तर पनि हामी अब गयौँ। अनि हामी हस्पिटल जाने क्रममा चाहिँ बुढाबुढी कारमा यसो बेला बेलामा गीत गाउँदै यसो रमाइलो गर्दै हस्पिटलतिर लागिरहेको थियौँ। हस्पिटल चाहिँ हाम्रो घरदेखि त्यही 5 to 10 minutes ड्राइभमा थियो। अनि हामी चाहिँ भिडियो बनाउँदै यत्तिकै जाँदै थियौँ। मेरो आँखा कस्तो देखिरहेको थियो, मलाई न बेला बेलामा अक्वर्डवाला फिल आइरहेको थियो। तर पनि मैले भिडियो बनाउँदै रमाइलो गर्दै नाच्दै गएँ। र मैले मेरो बाबुलाई पनि भिडियोमा उयो गर्छु, तर बाबु किन क्यामेरा देखाएपछि लुकिहाल्छ। अनि हामी फाइनल्ली हस्पिटल पनि पुग्यौँ। बाबा छोरा अगाडि हिँड्दै हुनुहुन्छ, म चाहिँ पछाडि भिडियो बनाउँदै हिँड्दै। अनि हामी यहाँ वेटिङ रुममा बस्दै थियौँ हाम्रो फर्महरू फिलअप गरेपछि। अनि यतिकै झ्याउलाएर आमा छोरा पनि टक्क भिडियोहरू बनायौँ। बाबा छोराको पनि बनाइदिएँ मैले। आमा छोरा अलिअलि यसो माया पनि गर्नु पर्यो। भिडियो बनाउँदै वेटिङमा बस्दै थियौँ हामी चाहिँ। त्यस्तै आधा घन्टा जस्तो चाहिँ हामी त्यहाँ वेटिङमा बस्यौँ होला। अनि फेरि बाहिर यस्तो पानी परेको थियो एकैछिनमा। हामी त्यहीँ बाहिर हेर्दै बस्यौँ। अनि म वासरुम गएँ। अनि वासरुम गएपछि अब मिरर देखेपछि त केटीहरू त हो, अलिअलि फोटो भिडियो त खिच्नै पर्यो। मैले यो मेरो आँखा पनि उयो गर्नुको लागि चाहिँ खास बनाएको भिडियो चाहिँ। अनि मेरो बाबु चाहिँ त्यहाँ सानो बच्चा आएको थियो। त्यो बच्चाले त्यहाँ पिकौपु भन्दै खेल्दै हाँस्दै उसँग चकचक गर्दै थियो, रमाइलो गर्दै थियो। अनि त्यत्रो हस्पिटलमा बच्चा त हो, उफ्रिने चिचाउने। बाबु क्वाइट भन्छु, त्यही पनि उफ्रिने चिचाउने गर्दै थियो। फाइनली मेरो चेकअप पनि भयो। अनि त्यहाँबाट मेरो आँखामा चाहिँ त्यो ओरेन्ज कलरको के ड्रपहरू हालिदिएको थियो डक्टरले हेर्नुको लागि। अनि त्यसपछि चाहिँ मेरो आँखा पछि त कस्तो च्याप वाला भइरहेको थियो भने आँखा नै है। अनि कस्तो अप्ठ्यारो जस्तो भइरहेको थियो। अनि हामी लाग्यो घरतिर। बाबु चाहिँ घर जान मानेकै थिएन। तर पनि बाबु मैले फकाएर लिएर जाँदै थियौँ। रोइरहेको थियो बाबु त। त्यही हो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।